She's a paper rock. She's a paper rock. ल भाइले चाहिँ खाता खोलिसकेको छ। खाइदिउँ 2 पिस बिस्कुट चाहिँ एकचोटि जितेकोमा है त ल खाइ। सो हेलो एन्ड नमस्ते एभ्रिवान, तपाईँहरूलाई स्वागत छ अर्को नयाँ ब्लगमा है त ल। लङ ब्लग रहेको छ, अन्तिमसम्म ब्लग हेरिदिनु होला। त्यही हो है त। हामी चाहिँ कहाँ जान्ला अरे आज चाहिँ केटा हो होइन त? यहीँतिर होइन त? स्याउला यहीँतिर पाइन्छ। अब त्यही हो, पाइन्छ भन्ने चाहिँ हामीलाई आशा छ र हामी चाहिँ आएको छौँ। त्यही हो, हामी चाहिँ अब यहाँतिर हेर्दैछौँ कहाँनिर छ। अब त्यही हो, ब्लग चाहिँ अन्तिमसम्म हेरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब, पुरानै हुनुहुन्छ भने लाइक गरेर एउटा कमेन्ट ट्याग गरिहाल्नुहोस्। अब त्यही हो है त ल। भ्लगहरू चाहिँ यस्तै छ गाउँघरतिरकै। उतातिर छ हाम्रो चाहिँ यहाँ घरहरू चाहिँ होइन। त्यही हो, हेरौँ न गाइजहरू यस्तै छ। अब त्यही हो है त ल, भाइहरू यता छन्। त्यही हो ल। अब चाहिँ भ्लग हेर्दै गरौँ। हामी चाहिँ स्याउला काट्नुपर्ने हुन्छ है त ल। त्यही हो। सो त्यही हो है त गाइजहरू, हामी चाहिँ अब स्याउला काटेर यता आइपुगिसकेका छौँ। अब त्यही हो, यता छ केटाहरू, भाइहरू यता छ भने हामी चाहिँ अब चाहिँ अलिकति इन्ट्रेस्टिङ बनाउने बिस्कुट चाहिँ हामीले ल्याइसकेका छौँ अलिकति खानालाई। त्यही हो, हामी चाहिँ फोरिसकेका छ भाइहरूले। अब चाहिँ खानुपर्ने हुन्छ, तर अलिकति यसो गेम हिसाबले खान गइरहेका छौँ। त्यही हो, हेरौँ त है त ल, हेरौँ। She's a paper rock. She's a paper rock. ल भाइले चाहिँ खाता खोलिसकेको छ। खाइदिउँ 2 पिस बिस्कुट चाहिँ एकचोटि जितेकोमा है त ल खाइसकेको छ। अब फेरि पनि है त, She's a paper rock. ए ल भाइले चाहिँ जितिसकेको छ है त ल। यो भाइले पनि खाइसकेको छ, म चाहिँ यहाँ अलिकति She's a paper rock. 1 पिस दिनुहोस्। खाता खोलेको छ, त्यही पनि 1 पिसले खानुहोस्। मेरो चाहिँ कमेडी 1 पिस बल्ल तल्ल हातमा आइयो है त, खाइयो है त गाइज ल। She's a paper rock. 1 पिस भाइहरूले फेरि पनि बाँडीचुडी खाइसकेको छ। She's a paper rock. फेरि 1 पिस, 2 पिस भन्ने चाहिँ मेरो भाग्यमै रहन्छ जस्तो छ गाइज छैन। 1 पिस मात्रै क्या, 2 चोटिमा 2 पिस के गाइज। ल गाइजहरू अझै छ, चान्स छ। She's a paper rock. ल फेरि बाँडीचुडी खान पाइरहेछौँ, जोस् त्यसमै खुसी छ है त। भाइहरू पेपर रक 2 पिस के भाइ चाहिँ सधैँ 2 पिसमा। ल फेरि She's a paper rock बराबर She's a paper rock। अहिले चाहिँ यतापट्टि है, म चाहिँ त्यो गठबन्धन चाहिँ मेरो चाहिँ लास्ट पिसमा चाहिँ पाइयो है त। ल चेस लास्ट। त्यो गेम कस्तो लाग्यो गाइजहरू कमेन्टमा भनिदिनु होला। यस्तै छ, जस राम्रो लागेमा चाहिँ त्यही हो है त ल। अब चाहिँ चक्लेट छ होइन, चक्लेट चाहिँ अन्ली 1 पिस चाहिँ जित्नेले 1 पिस मात्र पाउँछ। यो चाहिँ गठबन्धन हुँदैन, एकजनाले
सिङ्गल जित्नुपर्ने हुन्छ है त गाइस सिङ्गल जिते मात्र खानु पाइन्छ नत्र हुँदैन है यो चाहिँ ल त्यही हो है त सुरु सिजा पेपर रक सिङ्गल के हो दिउँ त खाइयो यार चक्लेटमा चाहिँ फर्स्टमै चक्लेट चाहिँ खाएपछि ल फेरि सिजा पेपर रक सिजा पेपर रक फेरि सिङ्गल खाइयो गाइस यार यो के हो मलाई चक्लेट चाहिँ भाग्यमा लेखेर रहेछ एक पिस है त ल सिजा पेपर रक 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 खाइयो यार खाइयो भाइले नि खाइयो खाता खोल्न सफल 4वटा थियो एउटा बाँकी छ भाइको चाहिँ यहाँ हालत यहाँ हेरौँ नि अब एक पिस छ है त एक पिस लास्ट वान सिजा पेपर रक 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 भनौ केटा हो मलाई त आउँदैन है खासै भाइले लास्ट पिस खाइसकेको छ के हो भाइको नि एउटा चाहिँ भाग्यमै रहेछ है त ल गाजर त्यही हो होइन स्याउलाहरू यहाँ छ अब 2टा आछ भागमा चाहिँ मेरो चाहिँ अब त्यही हो है त ल अब हामी चाहिँ तल घरतिर जान्छौँ अब यसो घरतिर गएरै भेटौँ है त गाई ल अहिले आए ल अब यहाँ के इन गर्नु घरतिर गएर भेटौँ गेम चाहिँ खेलियो जस मजा भयो भने त केटा कस्तो छ त गेम र ठिक छ ल अब त्यही हो है त ल गाइजहरू त्यही हो है त ल म चाहिँ घर आइपुगिसकेको छु अब त्यही हो है त ल आजको लागि चाहिँ भ्लग यति नै त्यही हो है ल बाई बाई टाटा अब हामी नेक्स्ट भ्लगमा भेट्नुपर्ने हुन्छ त्यही हो हामी चाहिँ अब नेक्स्ट भ्लगमा भेटौँ आजको लागि चाहिँ यो भ्लग यति नै अब बाई बाई टाटा